अहिले चाहिँ दुबईमा 1-2 दिनदेखि पानी परिरहेको छ र दुबईमा चाहिँ युद्ध पनि चल्दैछ र दुबईमा मात्रै होइन पुरै मिडल इस्ट कन्ट्रीहरूमा पुरै युद्ध चलिरहेको छ र यसले चाहिँ दुबईमा कस्तो असर पार्यो र त्यही बुझ्न र हेर्नका लागि चाहिँ जाँदैछौँ आज हामी घुम्न। अहिले चाहिँ हामी जाँदैछौँ मेट्रो स्टेसनतर्फ। यता देख्न सक्नुहुन्छ र आजको मौसम चाहिँ यस्तो छ र आजको हाम्रो गन्तव्य चाहिँ माथि दुबई मलसम्म पुग्नेछ। त्यही हो एभ्रिवान। र अघि बिहान चाहिँ यहाँ पानी परेको थियो भने अहिले एकैछिनमा घाम लाग्यो। यहाँ देख्न सक्नुहुन्छ एभ्रिवान। मौसम चाहिँ दुबईमा यस्तो छ। अस्ति 2-3 दिन भयो पानी परेको। देख्न सक्नुहुन्छ 2-3 दिन भयो पानी परेको र अझै 1-2 दिन पानी पर्छ भनेर देखाइरहेछ गुगलमा चाहिँ। सो पर्छ कि पर्दैन। मेट्रो स्टेसनतर्फ जाँदैछौँ। यस्तो छ यहाँको मेट्रो स्टेसन चाहिँ देख्न सक्नुहुन्छ। अब यहाँबाट सिधै माथि बुर्ज खलिफा साइड भन्दा गइन्छ। यो चाहिँ भित्र मेट्रो स्टेसन भित्रको दृश्य एभ्रिवान देख्न सक्नुहुन्छ। यस्तो छ मेट्रो स्टेसनको दृश्य देख्न सक्नुहुन्छ एभ्रिवान। सो हामी चाहिँ बुर्ज खलिफातिर जाँदैछौँ। यता अगाडि देख्न सक्नुहुन्छ। यताबाट देखिन्छ, देखिरहेछ। त्यसै नै हिँड्दै जाँदैछौँ। र यहाँ तल चाहिँ सयपत्री फुल पनि देख्न सक्नुहुन्छ एभ्रिवान। ढ्यान्टने सो नेपालमा मात्रै पाउँछ भने त यहाँ पनि पाउँदैछ सयपत्री फुल। जस आज देखियो पहिले विदेशमा आएर देख्न सक्नुहुन्छ। अझै दुबई मल चाहिँ उता छ भनेर देखाइरहेछ। सो हामी जाँदैछौँ दुबई मलतिर। देख्न सक्नुहुन्छ यहाँ चाहिँ बुर्ज खलिफा। टाढोबाट हेर्दा पो सानो रहेछ त है। हेर्नु त यहाँ नजिकबाट हेर्दा त यत्रो देखिन्छ। देख्न सक्नुहुन्छ आँखाले नभइन्जेलसम्म। ठेट आम्मामा हिँड्नु। अब बिस्तारै भिडियो गर्दै जाँदै यताउता हेर्दै जानुपर्छ क्या। बिस्तारै जानुपर्छ। यता बाहिरको भ्यू हेर्दै हेर्नु त यस्तो छ भ्यू चाहिँ देख्न सक्नुहुन्छ बाहिरको भ्यूहरू। यता दाइ चाहिँ अगाडि हिँड्दैछ। जस्तो छ र यहाँ दुबई मल पनि आइसक्यो एभ्रिवान। देख्न सक्नुहुन्छ दुबई मल भित्रको दृश्यहरू पुरा यस्तो छ। दृश्यहरू देख्न सक्नुहुन्छ। यता छ। यता अरूले चाहिँ भन्छ दुबई मल ठुलो छ भन्छ, तर मलाई चाहिँ सानो लाग्यो एभ्रिवान। के गर्नु, घुमेर सकेको छुइनँ होला। अझै घुम्नुपर्छ समय भइन्जेल। यता चाहिँ मोबाइल उयो खतरा के हो उयोहरू बेच्न राख्दो रहेछ। हामीसँग पैसा छैन तर क्यामेराहरू खतरा बेच्न राखेको थियो क्या तल। अब कहाँ जाने हजुर? ए हामी मास्लो तलमा छौँ होइन, सबैभन्दा माथि। अब तल जानुपर्छ। यता तल देखाइदिउ न कस्तो छ। तल चाहिँ यस्तो रहेछ देख्न सक्नुहुन्छ एभ्रिवान। मस्तसँगले घुमिँदैछ देख्न सक्नुहुन्छ वरिपरिको दृश्य। के गर्नु। र यो मलभित्र चाहिँ जति घुमिन्छ त्यति नयाँ चिजहरू देखिँदो रहेछ एभ्रिवान। सो जति यताउता घुमिन्छ त्यति नै नयाँ चिजहरू देखिँदैछ। सो मजा भइरहेछ देख्न सक्नुहुन्छ। यता अगाडिहरू देख्न सक्नुहुन्छ वरिपरि यस्तो छ। खासै भिड त रहेन है।
गेस्टहरू सब घर गयो होला क्या त्यो युद्धले गर्दा। हामी चाहिँ घुमिरहेछौँ, देख्न सक्नुहुन्छ। यहाँ कहाँ हो कता हो केही थाहा छैन एभ्रिवान। यहाँ घुमिँदैछ दुबई मलभित्र, देख्न सक्नुहुन्छ। हराइन्छ कि अब हामी त। यहाँ वरिपरि दृश्य देख्न सक्नुहुन्छ, यति ठुलो छ नि। कता जाने अब केही थाहा छैन। हाउडीमा घुमिरहेको छ एभ्रिवान, देख्न सक्नुहुन्छ। जस र अहिले चाहिँ हामी मलबाट बाहिर निस्किसक्यौँ एभ्रिवान। यहाँ मलबाट यहाँ बाहिरको नजारा देख्न सक्नुहुन्छ। यता बुर्ज खलिफा छ र दुबई मल चाहिँ साँच्चै नै ठुलो रहेछ क्या एभ्रिवान। यहाँ देख्न सक्नुहुन्छ। यहाँबाट यता परसम्म छ क्या, बिल्डिङै बिल्डिङ जोडेर यत्रो बनाएको छ नि। लास्टै ठुलो रहेछ दुबई मल, देख्न सक्नुहुन्छ। यता बाहिरको नजाराहरू पनि देख्न सक्नुहुन्छ एभ्रिवान। यस्तो छ पुरै। र यता हुन्छ चाहिँ त्यति साह्रो टुरिस्ट पनि देखिँदैन। यो चाहिँ वारको कारणले होला। अहिले यहाँ मिडल इस्ट भनेको दुबई कतार सबतिर वार छ नि त एभ्रिवान। त्यही भएर यता टुरिस्ट पनि आएको छैन, आफ्नो कन्ट्री गइसक्यो, देख्न सक्नुहुन्छ। होइन भाइ यहाँ टुरिस्ट यति साह्रो हुन्थ्यो कि यहाँ भिडै हुन्थ्यो क्या, प्रायः जसो योभन्दा अलिक भिड हुन्थ्यो, देख्न सक्नुहुन्छ। टुरिस्टहरू पनि एउटा छैन, मतलब यो वारको कारणले पनि होला सायद, देख्न सक्नुहुन्छ। यस्तो छ। पानी सफा गर्ने हो कि के हो यो? अटोमेटिक कुदिरहेको छ। यो पानी सफा गर्ने हो कि के हो र? थाहै भएन यार के हो। वाह, यो त पुरै चक्कर लाउँदो रहेछ नि त, पुरै यो उयोको। र अब चाहिँ लाग्नुपर्छ, आउनु है। र अब चाहिँ हामी लागिनेछ र यसको ठिक उतापट्टि पनि हामी घुम्ने कोसिस गर्छौँ एभ्रिवान, किनकि मौका बारम्बार आउँदैन। र हामी चाहिँ उता पनि जाने कोसिस गर्छौँ। भिडियो हेर्दै गर्नु होला, यस्तै छ भिडियो। सो त्यही हो एभ्रिवान, हिँड्नु जाउँ अब। जाँदैछौँ हामी, अगाडि हिँड्नु, म दामी भिडियो गरिदिन्छु। सो हामी चाहिँ लागिँदैछ, अब लाग्नुपर्ने हुन्छ रुमतिर। यो ठाउँलाई बाई बाई गर्दै लागिँदैछ एभ्रिवान। सो त्यही हो। कताबाट जाने नि? अघि आएकोबाट जानु? सो हामी चाहिँ लागिँदैछ एभ्रिवान यसको ठिक उतापट्टि। भिडियो हेर्दै गर्नु होला। अरू त के भन्नु र, केही भन्नु सक्दिनँ म। र अहिले चाहिँ हामी बुर्ज खलिफाको अगाडिपट्टि आइपुग्यौँ, देख्न सक्नुहुन्छ एभ्रिवान। अघि चाहिँ हामी बुर्ज खलिफाको उता पछाडिपट्टि थियौँ भने अहिले चाहिँ यता अगाडिपट्टि आइपुग्यौँ। किनकि यहाँबाट राम्रो भ्यू देखिन्छ जस्तो लागेर यता आएको थियौँ, देख्न सक्नुहुन्छ एभ्रिवान। जे होस् राम्रो देखिँदो रहेछ भ्यू। र हामी चाहिँ अझै उता पनि घुम्ने कोसिस गर्नेछौँ। र यो बुर्ज खलिफा चाहिँ संसारको ठुलो बिल्डिङ भन्छ, त्यही एभ्रिवान। र मलाई पनि, म चाहिँ नर्मल देख्थेँ क्या टाढोबाट, जस्तै यति साह्रो ठुलो छ भन्ने सोचेको थिइनँ क्या एभ्रिवान। यहाँ देख्न सक्नुहुन्छ, नजिक आएपछि थाहा हुन्छ यो कति। यहाँबाट देख्न सक्नुहुन्छ माथिसम्म छ क्या। कहिलेका त यो माथि देखिन्छ। यसको के भन्नु र, बादलहरू चाहिँ तल देखिन्छ क्या एभ्रिवान टाढोबाट। त्यत्रो अग्लो छ यो, देख्न सक्नुहुन्छ। कति दिनमा भयो यो यतानिर त नि नेपालको जस्तै भाइब्स आउँदो रहेछ त नि, पुरै उयोहरू छ त, हेर्नु त। सो देख्न सक्नुहुन्छ एभ्रिवान। यता हुन्छ चाहिँ चारैतिर हरियाली छ क्या, नेपालको जस्तै भाइब्स आउँछ हेर्नु त। आम्मामा गऱ्यो यार दुबईले, हेर्नु त यहाँ यस कहाँबाट ल्याउँछ यत्रो उयो चाहिँ। जताततै हेर्नु है हरियाली। यस्तो मरुभूमिमा पनि दुबईले यस्तो गरिसक्यो एभ्रिवान। हाम्रो नेपाल चाहिँ अझै कति भन्नु र, 19औँ शताब्दीमै बाँचिरहेछ। देख्न सक्नुहुन्छ दुबईको नजारा यस्तो छ साइडमा। सो त्यही हो एभ्रिवान, घुमिँदैछ। कता जाने अब? यो चाहिँ साँच्ची नै अल्गै हो यार। आम्मामा हेर्नु त यहाँ माथि नजिकबाट आउँदा थाहा हुँदो रहेछ क्या कति अल्गो छ भनेर। सो देख्न सक्नुहुन्छ एभ्रिवान।
कतिको अल्गो छ भनेर। टाढोबाट त नर्मल देखिन्थ्यो क्या, सो त्यो टाढोबाट चाहिँ जे होस् नर्मल देखिन्थ्यो एभ्रिवान यो बुर्ज खलिफा। तर नजिक आउँदा थाहा हुँदो रहेछ क्या कतिको अग्लो छ भनेर। यहाँ देख्न सक्नुहुन्छ यहाँबाट माथि यो यति साह्रो अग्लो छ। त्यही हो एभ्रिवान, बुर्ज खलिफा वरिपरिको यो दृश्य चाहिँ यस्तो छ है, देख्न सक्नुहुन्छ। यहाँनिर खिचिदिनु फोटो। ए यहाँनिर सो यहाँ चाहिँ म दाइको भिडियो बनाइदिनु आँटेछु एभ्रिवान। भिडियो बनाइदिनु रे, कति साह्रो भिडियो बनाउनु हुने हो। यहाँ त ग्यालेरी फुल भइसक्यो। कहाँबाट नजारा देख्न सक्नुहुन्छ एभ्रिवान। वाह क्या दामी दामी नजारा छ र यहाँ देख्न सक्नुहुन्छ चारैतिर। सो एभ्रिवान अहिलेको चाहिँ 5-6 बजिसक्यो होला, 6 बजिसक्यो। फोटो भिडियो खिच्दा नि एभ्रिवान 6 बजिसक्यो, रात पर्नु आँटिसक्यो। यहाँ हामी चाहिँ माथि जाँदैछौँ। यस्तो देख्न सक्छौँ दुबई जस्तो ठाउँमा पनि यस्तो नेचुरल चिज देख्नु भनेको चाहिँ हुनु भनेको चाहिँ के भन्नु, भाग्य भन्नु कि के भन्नु यार एभ्रिवान। यस्तो मरुभूमि जस्तो ठाउँमा पनि देख्न सक्नुहुन्छ, यस्तो हरियाली छ। मरुभूमि जस्तो ठाउँमा पनि देख्न सक्नुहुन्छ यार। र यहाँ आइसकेपछि चाहिँ हामीलाई के थाहा भयो भने एभ्रिवान, यता भित्र छिर्न चाहिँ कार्ड या पैसा पे गर्नु पर्दो रहेछ। सो हामीसँग थिएन, हामीले पे गरेको थिएन र हामीसँग नलेज पनि थिएन र हामी फेरि रिटर्न आयौँ। त्यही एभ्रिवान, कहिले नयाँ एक्सपिरियन्सहरू लिइराख्नुपर्छ क्या, रिस्क लिनुपर्छ, नयाँ एक्सपिरियन्सहरू लिनुपर्छ। त्यही हो एभ्रिवान, लाइफ भनेको त्यही हो। सो अब हामी रुमतिर जानुपर्ने हुन्छ। भिडियो चाहिँ यस्तै हुन्छ होला। दामी भ्यू आउँदो रहेछ यहाँ है। हिँड्नु तर आजलाई धेरै खिचिसक्यो फोटो भिडियो। सो त्यही हो एभ्रिवान, अब हामी जहाँ लाग्नुपर्ने हुन्छ रुमतिर। यता माथि छ बस।